राम सङ्गारी खिबा उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यहाँहरू सबैलाई नमस्कार, जय घन्टी। यसपटक धेरै बोल्ने विचार मेरो पनि छैन, किनकि धेरै बोल्ने भन्दा धेरै गर्ने दिन नजिक आउँदैछ, 21 गते नजिक आउँदैछ। बोलेर भन्दा गरेर देखाउनु पर्ने ठाउँमा हामी आएका छौँ। तर केही कुरा भन्नै पर्छ। यदि आशा र अपेक्षा बोकेको ठाउँ छ यो, यति धेरै मानिसहरूले स्वागत गर्नुभएको छ, त्यसका लागि केही कुरा म भन्नै नै पर्नेछ। म राष्ट्रिय राजनीतिका केही कुरा गर्नेछु, दानको केही कुरा गर्नेछु। त्योभन्दा पनि महत्त्वपूर्ण म थारू दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई केही सम्झन चाहन्छु, केही कुरा भन्न चाहन्छु। म गर्वका साथ भन्न चाहन्छु, सुरुवातमै कि थारू जाति होइन सभ्यता हो। सभ्यताको रक्षा कसरी गर्नुपर्छ? जाति होइन सभ्यता हो, जसको सुरुवात दाङमा देखिन्छ। वर्षौंको सभ्यताको संरक्षण कसरी गर्नुपर्छ त्यसको ठेक्का पनि कसैले लिन पर्दैन। राष्ट्रपालाई थाहा छ। जिम्मेवारीपूर्वक हामी ती अधिकारहरूका लागि लड्नेछौँ। म यो कुरा आजको यो आफ्नो मन्तव्यको सुरुवातमै प्रतिबद्धताका साथ व्यक्त गर्न चाहन्छु। बाँकी रह्यो यसपटकको जुन निर्वाचन, यसभन्दा अघिका निर्वाचनमा यहाँहरूले भोट हाल्नुभएकै हो। यसअघिका निर्वाचनमा यहाँहरूले पटक पटक विभिन्न राजनीतिक दललाई छान्नुभएकै हो, चुन्नुभएकै हो। नदिएको होइन, मौका नदिएको होइन। यसपटक फेर्नुपर्नेछ, यसपटक फेर्नुपर्नेछ। जनप्रतिनिधि फेर्ने होइन, हाम्रो आफ्नो भाग्य र भविष्य फेर्नुपर्नेछ आफ्नै हातले, कसैको हातले होइन। म जोर जबरजस्ती गर्न आएको होइन। म त्यो पार्टीको मान्छे होइन जसले अर्को पार्टीको कार्यक्रम हुँदा पिकनिक राख्छ, भोकरमा खाना राख्छ, मान्छेहरूलाई नजाऊ भन्छ, बाटो छेक्छ। म त्यस्तो मान्छे होइन। म जनताको भावनालाई छेक्ने नेता बन्न चाहन्न। न म राष्ट्रपाका त्यस्ता कोही नेताहरूलाई जनताको भावना र बाटो छेक्न लगाउँछु जसले जनताको उर्लिदो चाहनालाई छेकाउन सक्ने त्यस्तो काम गरोस्। म त्यस्तो चाहन्न। जनताको भावनालाई पहुन दिनुपर्छ। जनताले रक्षा गर्छन् लोकतन्त्रको, त्यस कारणले देशले यसपटक क्रान्ति गर्छ। कसैले पिकनिक राखेर केही हुन्न, कसैले बाटो छेकेर केही हुन्न। निकाल्न त मलाई संसदबाट निकाल्ने योजनाकारहरू यही छन् नि। विदेशका जनताले सबभन्दा धेरै दोस्रो पटक दिएर पठाएको मलाई छलछाम गरी बिचौलियासँग मध्यरातमा हस्ताक्षर गरेर सुशासन कायम गर्दै गरेको, भ्रष्टाचारीलाई कोच्दै गरेको सरकारलाई संसदबाट छलछाम गरेर 2 घण्टामा सूचना पास गरेर निकाल्ने योजनाकारहरू यही छन् नि, संसदबाट निकाल्नेहरू। तिनले सुन्ने गरी भन्न चाहन्छु, संसदबाट निकाल्यो, जनताको मनबाट निकालेर देखाऊ। मलाई थाहा छैन त्यसो के गर्न पाइयो, के गर्न भ्याइएन। चाहेको के पनि गर्न पाएको छैन, गर्नु छ अब। तर मलाई दुःख पर्दा, मलाई अप्ठ्यारो पर्दा तपाईँहरूले आँखाबाट आँसु झार्नु भएको छ। हस्ताक्षरमा तपाईँले हस्ताक्षर गर्नुभएको छ, मैले बिर्सेको छैन। आशीर्वादहरू मैले बिर्सेको छैन। त्यो माया, त्यो विश्वास, त्यो सद्भाव मैले बिर्सेको छैन। म बिर्सनेवाला पनि छैन, बिर्सिनु पनि हुन्न। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले स्पष्टसँग आफ्नो वाचा पत्र मार्फत भनेका छौँ। केही राजनीतिक कुराहरू यहाँ राख्नै पर्छ मैले, किनकि यो राजनीतिको उर्वर भूमि हो। यो राजनीतिको उर्वर भूमि हो। यहाँ राजनीतिक चेतना फुलोस्, तर षड्यन्त्र नफुलोस्। षड्यन्त्रकारीहरू हार्नुपर्छ। नेपालको राजनीतिलाई षड्यन्त्र र पाखुराको बलमा कब्जा गर्नेहरू हार्नुपर्छ। मलाई यति थाहा छ, योभन्दा बढी मलाई थाहा छैन। बाँकी तपाईँको विचार। हामीले भातृ सङ्गठनहरू नराख्ने कुरा सार्वजनिक गरेर वाचा पत्रमा भन्यौँ। महिलाहरूको भातृ सङ्गठन,
किसानहरूको सङ्गठन, अन्य विभिन्न पेसागत शिक्षकहरूको सङ्गठनको कुरा हामीले भातृ सङ्गठन रहित पार्टीको कुराकानी गऱ्यौँ। म शिक्षक साथीहरूलाई, मजदुर साथीहरूलाई, किसान साथीहरूलाई भन्न चाहन्छु, पुराना पार्टीहरूले तपाईँहरूलाई एकत्रित गरे, भातृ सङ्गठन बनाए। 35 वर्षसम्म शिक्षकको हितमा काम नगर्दा शिक्षकहरू 2/3 सरकार हुँदा आफ्नो अधिकार माग्न काठमाडौँ गरेको होइन। किन चाहियो त्यो सङ्गठन? किसानहरूलाई सङ्गठनमा राखेर पार्टीको पिल्ला भिराइदिएको होइन। 35 वर्षसम्म किसानले मूल्य नपाएर बाटोमा दुध फ्याँकेको होइन। किन चाहियो त्यो सङ्गठन? किसानले मल नपाएको होइन, बिउ नपाएको होइन, बजार नपाएको होइन। तपाईँको भोट लिएर गएर त्यो भोट बिचौलियालाई बेच्छन्। किन हाल्नुहुन्छ भोट? शिक्षकहरूले आफ्नो अधिकारको लागि सडकमा जान पर्दैन। रासोपामा शिक्षकको भातृ सङ्गठन छैन, किसानको भातृ सङ्गठन छैन, मजदुरको भातृ सङ्गठन छैन, विद्यार्थीको भातृ सङ्गठन छैन। यी सबैको हक हित हाम्रो मूल नारा हो। हामी हाँगा बनाएर होइन, जरा बनाएर यी समस्यालाई राजनीतिभन्दा माथि पुगेर समाधान गर्छौँ। थारूहरूको छुट्टै सङ्गठन, 35 वर्ष थारूहरूलाई भोट ब्याङ्क बनाएको होइन। जहाँ भन्यो त्यही भोट हाल भनेको होइन। थारूहरूलाई भयो पुरा माग, भयो संरक्षण, भूमिहीनहरूले लाल पूर्जा देख्न पाए। पायो कसैले अधिकार? शिक्षकले पायो अधिकार, मजदुरले पायो, किसानले पायो। उखुका किसानहरू 35 वर्ष सङ्गठनमा राखेका किसानहरूलाई उखुको किसानले मूल्यका लागि काठमाडौँमा गएर रुनु परेको। त्यस्तो सङ्गठन चाहिएको हामीलाई चाहिएको होइन। तपाईँहरूको अधिकारका लागि हामी बिना भातृ सङ्गठन लड्छौँ। कसैले चिन्ता गर्नु पर्दैन। विद्यालयमा विद्यार्थीहरूको सङ्गठन बनाएर विभिन्न ब्यानर राखिएको छ। त्यस्ता ब्यानर सबै फाल्ने हो। विद्यार्थीलाई पढाइमा लगाउने हो। युनिभर्सिटीमा पढाइ हुन्छ, राजनीति होइन। हुने कार्यक्रम स्थगित भयो। म त्यहीबाट बताउन चाहन्थेँ, भैरवा क्षेत्रबाट। म यहीबाट भैरवा क्षेत्रका व्यापारी व्यवसायीहरूलाई भन्न चाहन्छु, तपाईँले राष्ट्रपाको कुनै नेता चिन्नु पर्दैन, कुनै नेताको चाकरी गर्नु पर्दैन। हामीलाई भेट्न आउनु पर्दैन। आफ्नो फ्याक्ट्रीमा जानुहोस्, आफ्ना मजदुरहरूलाई भेट्नुहोस्। हामीलाई तपाईँको अपारदर्शी चन्दा चाहिँदैन। तपाईँलाई कुनै नेताले संरक्षण गर्ने होइन, राष्ट्रपाको नीतिले संरक्षण गर्छ। आफ्नो काम गर्नुहोस्, चिन्ता गर्नु पर्दैन। कुनै पनि व्यापारी व्यवसायीले राष्ट्रपाकोलाई 1 सुगा दिनु पर्दैन इच्छाभन्दा बाहिर गएर। कुनै मान्छेले राष्ट्रपाको मान्छेलाई म राष्ट्रपाको मान्छे हुँ चन्दा देऊ भनेछ भने त्यसको सदस्यता 1 मिनटमा खारेज हुन्छ। ढुक्कले काम गर्नुहोस्। तपाईँ आफ्नो व्यापार व्यवसाय बढाउनुहोस्, रोजगारी सृजना गर्नुहोस्, राज्यलाई कर तिर्नुहोस्। त्यति गरेर व्यापार व्यवसाय फस्टाएर प्राइभेट जेट चलेर हिँड्नुहुन्छ भने पनि राष्ट्रपालाई केही आपत्ति छैन। देशमा रोजगारी सृजना गर्नुहोस्। कुनै नेता भेट्न पर्दैन। राम्रो नेतृत्व हुँदा हामीले गृह मन्त्रालय सञ्चालन गर्दाखेरि बोर्डरमा हामीले तस्करी ठप्पै बन्द गराएको तपाईँहरूलाई थाहा छ होला नि। त्यही गर्छ राष्ट्रपाले, बन्द गरिदिन्छ। तस्करी घुसखोरी बन्द गरिदिन्छ। त्यसै कारणले आत्तिएको हुन्छ। राम्रो काम गर्ने मान्छे कोही आत्तिनु पर्दैन। फेरि पनि तपाईँहरूलाई पुराना दलहरूलाई भोट हाल्नु समानुपातिकतिर हालिदिने हो कि प्रत्यक्षतिर हालिदिने हो कि जस्तो लाग्छ भने यति भन्छु होइन। त्यही ठिक छ भने हामीलाई फेरि देश बनेन भनेर कचकच गर्न पाइँदैन। मौका आएको छ, अहिले घन्टी हो। राष्ट्रपाले तपाईँले दिएको भोट बेच्दैन। राष्ट्रपाले बिचौलियाको भर पर्दैन। तपाईँ भोट दिने अनि समानुपातिकको उम्मेदवार चाहिँ परिवारका मान्छेहरूलाई बाँडेर दिने त्यस्तो कार्य राष्ट्रपाले गर्दैन। राष्ट्रपाले जे भन्छ त्यही गर्छ। त्यसैले पुराना दलहरूलाई यहाँबाट म एउटै कुरा भन्न चाहन्छु, साँच्चै तपाईँहरूको सङ्गठन छ, साँच्चै तपाईँहरूलाई सङ्गठनप्रति गर्व छ भने तपाईँहरू प्रतिपक्षमा बसेर सडकबाट हामीलाई खबरदारी गर्नुहोस्। एकजनाले नजितोस्, एक ठाउँमा नजितोस्। पुराना पार्टीले एकजनाले नजितोस्, एक ठाउँमा पनि नजितोस्। तपाईँले आफ्नो ताकत, आफ्नो सङ्गठनको ताकत
सडकबाट देखाउनुहोस्, हामी काम गर्छौँ, हामीलाई त्यहाँबाट खबरदारी गर्नुहोस्, हामी हेर्छौँ, हामी मजाले हेर्छौँ। तर यसपटक देशको भाग्य बदल्ने बेला आएको छ। यो चेतना एक युग गुरेर आएको चेतना हो, एक युग गुरेर खेर फाल्नुहुन्न साथी हो। मैले कसैलाई पार्टी त्याग्नुहोस् भनेको छैन, पार्टी नत्याग्नुहोस्, पार्टी त्यही हो, चुनाव चिन्ह मात्र फेर्ने हो, सिम्पल। मान्छे हो, जवानीमै लिएको पार्टी सदस्यता, जवानीमै लिएको पार्टी सदस्यता नछोडौँ कि नत्यागौँ कि, यसो हेर्दा बाटो घटेर ल्याइरहेका छन्, नछोडौँ कि, त्यस्तो लागेको छ। त्यस्तो लागेको छ भने पार्टीप्रतिको निष्ठालाई ध्यान दिने बेला होइन साथी हो। यो बेला भनेको देशप्रति निष्ठा देखाउने बेला हो। सिङ्गो देशप्रति सिङ्गो हामीले भनेका छौँ, यदि हामीले राम्रो काम गर्न सकेनौँ भने तपाईँले हामीलाई बोक्नु पर्दैन। त्यसैले एउटा अन्तिम कुरा भनेर चाहन्छु, हाम्रा उम्मेदवारहरू यहाँ सँगै हुनुहुन्छ। म प्युखानबाट सुरु गर्न चाहन्छु। सुशान्त वैदिक एउटा योग्य उम्मेदवार, क्षमतावान युवा। थाहा छैन नेपालको राजनीतिमा अब फेरि यस्तै चेतना आएर सुशान्त वैदिक जस्ता साथीहरू फेरि उम्मेदवार बन्छन् कि बन्दैनन् मलाई थाहा छैन। तर यसपटक मौका पाइएको छ, यो मौकालाई हामीले नगुमाउँ। प्युठानका साथीहरूलाई म यहीँबाट अनुरोध गर्न चाहन्छु। त्यसै गरी हामीसँग कमल रोल्पाबाट बलराम थापाजी आउनु भएको छ। अब रोल्पाले रातो होइन निलो क्रान्ति गर्छ। रातो क्रान्ति धेरै गरेको छ। यही दाङ एकमा देवराज पाठक हुनुहुन्छ। सङ्गठनलाई चुस्त बनाएर आज यति फराकिलो बनाउनु देवराजी घन्टी वाहक हुनुहुन्छ। उहाँलाई दिल खोलेर भोट दिनु होला। जिताउने जिम्मा तपाईँको, काम गराउने जिम्मा हाम्रो। अर्का होनहार युवा कमल सुवेदी यस अगाडि नै त्यत्रो धेरै मत ल्याउनु भएको। हिजो रोपेको बिउ आज लहरा जस्तो भनेको माथि हुर्किएको छ। त्यो बिउ तपाईँले रोप्नु भएको बिउ हो। यसपटक अत्यधिक बहुमतले कमलजीलाई जिताएर पठाउनु होला। मैले भन्नै पर्ने अर्को एउटा मेरो सारथी, जसले हर सुख दुःखमा साथ दिएको छ, युवाको आवाज बुझेको छ। राजनीतिमा आउनु केही जरुरी थिएन, राजनीतिभन्दा बाहिर बसेको भए पनि उसले जहाँ उभियो त्यही आफ्नो धरातल बनाउँथ्यो, जमिन बनाउँथ्यो। तर होइन, सबैले आक्रमण गरेको यो दाइलाई आफू पनि राजनीतिमा होमिएर सघाउनुपर्छ भनेर आफ्ना तमाम काम, आफ्ना तमाम पेसा व्यवसाय छोडेर सँगै उभिएर लडे सँगै लडौला दाई, मरे सँगै मरौला दाई भनेर नेता होइन भाइ भनेर सुरक्षा कवच भनेर आएको विपिन नेता त धेरै पाइन्छ होला। सँगै लडौला दाई, सँगै मरौला दाई भन्ने सुरक्षा कवच जस्तो भाइ त मैले हत्तपत्त पाउँदिनँ नि। म धेरै जिम्मा विपिनको लिन सक्दिनँ। इमान्दारिताको जिम्मा म लिन्छु, निष्ठाको जिम्मा म लिन्छु, राजनीति चरित्रको जिम्मा म लिन्छु, भ्रष्टाचार गर्दैन जिम्मा म लिन्छु, अनियमितता गर्दैन म लिन्छु। यो आवाज 21 गते म यति भन्न सक्छु विपिनका बारेमा। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अन्य धेरै साथीहरू हुन्छ। क्रान्ति सिकाली दालिया समाजवादी उम्मेदवार हामीसँग हुनुहुन्छ। एउटा यस्तो भरभराउँदो युवा, यो उमेरका युवाहरू बुझ्ने जाने भनेर पासपोर्ट बनाएर हिँडेका छन्। यो उमेरका युवाहरू आफूले चाहेको देशको एम्बेसीमा पासपोर्ट बनाउनका लागि आउँछन्। क्रान्ति सिका जस्ताहरू क्रान्ति गर्दै घन्टी घरमा देशको भविष्य बनाउँछु भनेर आउँछन्। यो मौका पनि देशले हत्तपत्त पाउँदैन। म उहाँहरूलाई पनि साथमा लिएर आएका साथीलाई सँगै मतदान गर्न चाहिँ म त अनुरोध गर्न चाहन्छु। म एउटा कुरा भन्न चाहन्छु, अलिकति केही विवाद गर्न खोजिएको छ, कुनै अन्य राजनीतिक दलको झन्डा या केहीलाई कसैले जलायो चलायो भन्ने कुरा आएको छ। त्यो राष्ट्रपाको चरित्र होइन। राष्ट्रपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ। तर आफै घुसपेट गरेर हामीलाई दोष लाउन खोजेको, काँक्रो खाएर पिया टाँसेको हो भने राष्ट्रपाले गरेको रहेछ भने कारवाही हुन्छ। राष्ट्रपाले गरेको होइन रहेछ, यसो चल्न पाइने रहेछ।
भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्कायो धेरैले हाम्रा समर्थकहरूलाई गाली गरेको सुन्छु म सामान्य कुरा राजसभाले सबै जन्माएको होइन तपाईँहरूले काम गर्न नसकेपछि राजसभा बनेका मान्छे पनि यहाँ राजसभाले जन्माएर राजसभाको समर्थक भएको भए त सबै यहाँ बच्चै बच्चा हुन्थे राजसभा 3 वर्षको को छ 3 वर्षको बच्चा सबै नक्का जवान हुर्के बढेका छन् सम्भवतः आधीभन्दा बढी धेरै अझ धेरै हिजो तपाईँहरूले यो देश बनाउनुहुन्छ कि भनेर आश गरेर बसेका मान्छे थिए तपाईँहरूले धोका दिनुभयो जनतालाई धोका दिनुभयो जनतालाई धोका दिनुभयो त ठिकै छ तर बच्चालाई गोली ठोकेर मार्नु त्यस कारणले जनता जागेको हो यो देशभर जनता जागेको छ यो जागरणलाई परिणाममा बदल्नु पर्नेछ म चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाब दिएर अमूल्य समय खर्च गर्न चाहन्न मलाई आरोप लगाउनेहरूले त धेरै आरोप लगाएका छन् लगाउन् म तिनलाई उठे जवाब फर्काउन्न ती योजनाकारहरू जो यहाँबाट जित्छु भनेर उठेर बसेका छन् तिनको आदेशमा मेरो बेडरुममा प्रहरीले मलाई अन्तिम इच्छा सोधेको थियो तिनीहरू आगो वरपर बसेर मध्यरातमा पुलिस पठाएर बेडरुममा बुट बजारेर मलाई मेरो अन्तिम इच्छा सोध्न लगाउने आदेश तिनीहरू यहीँबाट चुनाव गर्दैछन् मैले जवाब दिएको छैन र म तिनलाई दिन्न मेरो अन्तिम इच्छा के हो त्यो जवाब यसपटक मतपत्रमा तपाईँले दिनु होला जय देश जय गण्डकी विभिन्न घर समाज र देशले परिवर्तनको बाटो फेर्ने जमर्को गरिरहेको छ यो प्यारो माया र शुभेच्छाको लागि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुर रवि दाइले यता फर्किदिनु पर्ने भयो हामी यहाँ सम्पूर्ण